रातिको 9 बजेको थियो। म एउटा इम्पोर्टेन्ट काम गर्दै थिएँ। अचानक फोनमा नोटिफिकेसन आयो। एउटा मेसेज मात्रै हेर्छु सोचेर फेसबुक खोलेँ। एउटा भिडियो आयो, हेरेँ। त्यसपछि अर्को अनि अर्को। मलाई थाहा नै भएन 5 मिनेट कहिले 30 मिनेट भयो अनि 30 मिनेट 1 घन्टा। फोन बन्द गरेँ, कामतिर फर्किएँ। तर केही मिनेटपछि फेरि नोटिफिकेसन आयो। मैले फेरि फोन उठाएँ। त्यसपछि मैले आफैले एउटा प्रश्न सोधेँ, मैले सोसियल मिडिया चलाइरहेको छु कि सोसियल मिडियाले मलाई चलाइरहेको छ? हामीले दैनिक रूपमा चलाइराखेको सबै सोसियल मिडिया फ्री नै छन्, चाहे त्यो फेसबुक होस्, युट्युब होस्, टिकटक या अन्य कुनै। तर यदि सबै फ्री नै हुन् भने यी सोसियल मिडिया कम्पनीहरूले करोडौँ डलर कसरी कमाउँछन्? यसको उत्तर एडभर्टाइजमेन्ट मात्र होइन। यसको पछाडि अर्को एउटा ठुलो कुरो छ, हाम्रो एटेन्सन। तपाईँले स्क्रिनमा बिताएको हरेक सेकेन्ड, तपाईँले हेरेको हरेक भिडियो र तपाईँले गरेको हरेक स्क्रोल कसैका लागि भ्यालुएबल डाटा हो। त्यसैले आजको डिजिटल वर्ल्डमा एउटा नयाँ कम्पिटिसन चलिरहेको छ, हाम्रो ध्यान जित्ने। यसैलाई भनिन्छ एटेन्सन इकोनोमी। धेरै वर्ष अघि पत्रिकाले मानिसको ध्यान तान्थ्यो, त्यसपछि रेडियो घरमा पस्यो, अनि आयो टेलिभिजन। आजभन्दा 20 वर्ष अघिसम्म धेरै घरमा इन्टरटेनमेन्टको मुख्य माध्यम टेलिभिजन नै हुन्थ्यो। एउटै घर, एउटै टिभी अनि परिवारका सबैजना एउटै कार्यक्रम सँगै हेर्ने। हामीले के हेर्ने भन्ने निर्णय धेरै हदसम्म टिभीले नै गर्थ्यो। हामी कन्टेन्ट खोज्दैनथ्यौँ, कन्टेन्ट हाम्रो अगाडि प्रसारण हुन्थ्यो। बिस्तारै बढ्दो इन्टरनेटले मानिसको हात हातमा फोन पुर्यायो अनि अहिलेको समय हामीले हेर्न खोजेको कुरा नै हाम्रो अगाडि आइरहन्छ। वास्तवमा हामीले यी सबै सोसियल मिडियामा बिताइराखेको समयले कसको फाइदा गरिराखेको छ? संसारमा अहिले करोडौँ भिडियो छन्, अर्बौँ पोस्ट छन् अनि लाखौँ क्रिएटर्स छन्। सबैजना एउटै कुरामा लडिरहेका छन्, त्यो तपाईँको ध्यान। मानिससँग पैसा धेरै थोरै होला, तर समय सबैसँग बराबर नै छ, दिनको 24 घन्टा। कल्पना गर्नुहोस्, तपाईँले एउटा कम्पनी खोल्नुभयो र त्यो कम्पनीको एप मार्केटमा आयो। तपाईँको सोच के हुन्थ्यो? मेरो एप सबैले चलाओस्। हो, त्यही सोच सोसियल मिडिया कम्पनीका मालिकहरूको छ। त्यसैले जति धेरै हामी समय बिताउँछौँ उति नै उनीहरूले एड देखाउन पाउँछन् र त्यो एडबाट पैसा कमाउँछन्। यही कारणले उनीहरूले आफ्नो एपमा नयाँ नयाँ फिचर्स एड गरिरहेका हुन्छन्। एउटा भिडियो सकिनसाथ अर्को भिडियो स्वतः सुरु हुन्छ। तपाईँले खोज्नु पर्दैन, तपाईँले निर्णय लिनु पनि पर्दैन। सबै कुरा आफै आउँछ अनि हाम्रो ध्यान घन्टौँसम्म स्क्रोल गर्ने बन्छ। तर यहाँ एउटा अझ ठुलो प्रश्न छ, यदि करोडौँ भिडियोहरू छन् भने एल्गोरिदमले किन त्यही एउटा भिडियो त्यही समयमा तपाईँलाई नै देखायो? के यो संयोग थियो कि कसैले तपाईँलाई भन्दा पनि बढी चिनेको छ? अब एल्गोरिदम के हो त्यो बुझौँ। सुन्दा धेरैले लाग्ला एल्गोरिदम एउटा सिक्रेट कोड हो, तर एल्गोरिदम यति नै सीमित छैन। एल्गोरिदमले तपाईँले कुन भिडियो लाइक गर्नुभयो, कुन भिडियो आधा हेरेर छोड्नुभयो, कसलाई फलो गर्नुभयो, कोसँग सेयर गर्नुभयो र कस्ता कुरा तपाईँ बारम्बार हेर्नुहुन्छ, सबै कुरा सोसियल मिडियामा हुने गतिविधि ट्र्याक गर्छ अनि यसैबाट सिक्छ कसलाई के मनपर्छ अनि के मन पर्दैन। यही आधारमा एल्गोरिदमले अब तपाईँलाई मनपर्ने कुरा मात्र देखाउन थाल्छ। त्यसैले तपाईँको र तपाईँको साथीको युट्युब होम पेज फरक हुन्छ। किन? किनकि दुवैलाई फरक फरक कुरा मनपर्छ र यो कुरा एल्गोरिदमले राम्रोसँग बुझेको छ। अझ यहाँ एउटा इन्ट्रेस्टिङ कुरा के छ भने हरेक दिन अर्बौँ मानिसले एल्गोरिदमलाई फ्रीमा सिकाइरहेका छन् उनीहरूलाई के मनपर्छ अनि के मन पर्दैन भनेर। एल्गोरिदमले तपाईँलाई मनपर्ने कुरा थाहा पाउँदैमा कसको फाइदा हुन्छ त? यहाँ आउँछ एडभर्टाइजमेन्ट। जब कसैलाई थाहा हुन्छ तपाईँलाई के मनपर्छ भनेर, त्यो कुरा तपाईँलाई बेच्न उति नै सजिलो हुन्छ। जस्तै कुनै एउटा कम्पनीले बाइक बनाउँछ र अब बाइक बेच्नु छ। सबैलाई विज्ञापन देखाउँदा बाइक नकिन्ने मान्छेले पनि विज्ञापन हेर्छ र खर्च ठुलो हुन जान्छ। त्यसैले उनीहरू सामाजिक सञ्जालमा आउँछन्। किन? किनकि सामाजिक सञ्जालको एल्गोरिदमले कसलाई के मनपर्छ भन्ने कुरा राम्रोसँग बुझेको छ अनि
जुन मान्छेले बाइकको भिडियो हेर्छ, पोस्ट लाइक गर्छ वा यस्तै खालको कुरामा संलग्न हुन्छ उसलाई बाइकको एड देखाइन्छ। एड देखाउने क्रममा कुन उमेरको केटा वा केटी कुन ठाउँमा बस्ने देखाउने सबै कुरा कन्ट्रोल गर्न मिल्छ। त्यसैले हरेक व्यक्तिले एउटै प्लेटफर्म प्रयोग गर्दा पनि उसले हेर्ने कन्टेन्ट र उसले हेर्ने एड फरक हुन्छ। सोसियल मिडियामा देखिने सबै कुरा सत्य नहुन पनि सक्छ। मानिसले राम्रो कुरा मात्र देखाउन खोज्छ, जस्तै कतै गएको, घुमेको वा रमाइलो गरेको। लाइफमा त्यो एचिभमेन्ट पछाडिको स्ट्रगल कसैले देखाउँदैन अनि यसले सोसियल मिडिया भित्र र सोसियल मिडिया बाहिर हुने लाइफको कम्पेरिजन बढाउँछ। पहिले घर वरिपरिका मान्छेसँग मात्र तुलना हुन्थ्यो भने अहिले संसारभरिका मान्छेसँग हुन्छ। यस्तो तुलनाले यङ्स्टरहरूमा नराम्रो असर देख्न सकिन्छ। हरेक नयाँ प्रविधिले मानिसको जीवन सजिलो बनायो, तर इतिहासले एउटा कुरा बारम्बार देखाएको छ, जुन प्रविधिले राम्रो काम गर्न सजिलो बनायो त्यही प्रविधिले नराम्रो काम गर्न पनि सजिलो बनायो। आज अपराधीले एउटा कुरा राम्रोसँग बुझेका छन्, जहाँ मान्छेको ध्यान जान्छ त्यहाँ पीडित पनि अवश्य हुन्छन् अनि यही मौकाको फाइदा उठाइन्छ। घरमै बसेर लाखौँ कमाउनुहोस् 100% फ्री अफरको लोभ देखाएर ठगी गरिरहेका हुन्छन्। हामीले दैनिक रूपमा हेर्ने कन्टेन्ट कसैले बनाएको हो, उनीहरूलाई भनिन्छ कन्टेन्ट क्रिएटर्स। उनीहरूको उद्देश्य भनेकै आफ्नो कन्टेन्टमा हामीलाई भुलाइराख्नु हो। कन्टेन्ट राम्रो बनाउन कन्टेन्टमा सत्यभन्दा झुटा कुराहरू पनि बढी देखाइन्छ, जस्तै फेक ब्युटी, आकर्षक थम्बनेल, राजनीति द्वन्द्व, झगडा र यस्तै अन्य भावनात्मक कन्टेन्ट। कन्टेन्ट क्रिएटर्स एटेन्सनको लागि कम्पिट गरिरहेका हुन्छन्, जसले गर्दा सामाजिक सञ्जालमा राम्रो भन्दा पनि झुटा कुराहरू चाँडै फैलिन्छ, किनभने एल्गोरिदमले राम्रो भन्दा पनि जुन कुरामा बढी भ्युज आउँछ त्यस्तै देखाउँछ। रिसर्चर्सहरूले एउटा कुरा के भेटेका छन् भने धेरैजसो व्यक्ति एक्लै हुँदा, स्ट्रेसमा हुँदा सोसियल मिडिया चलाउँछन्, तर वास्तविकतामा सोसियल मिडियाले झन् तनाव बढाएको छ। आजभोलि हातमा फोन अनि स्क्रोल गर्ने बानी सामान्य बनेको छ। सुत्नु अघि, बिहान उठ्ने बित्तिकै, खाँदा वा अन्य कुनै काम गर्दा हातमा मोबाइल हुनु सामान्य बनिसकेको छ। 1 घन्टा नोटिफिकेसन आएन भने कस्तो हो कस्तो लाग्छ। फेसबुक खोलिएन भने के भइरहेको छ भनेर उत्सुकता झनभन्दा झन बढ्दै जान्छ। अझ इन्ट्रेस्टिङ कुरा के छ भने फेसबुकको मिम कल्चर हँसाउन मात्रै हो जस्तो लाग्छ धेरैलाई, तर यही एउटा मिमको प्रयोगले राजनीति र बिजनेसको कुराहरू गरिन्छ। जुन सोसियल मिडियाको उद्देश्य मानिसहरूलाई एक आपसमा जोड्नु हो, तिनैको प्रयोगले मान्छेको ध्यान तान्ने, एड देखाउने, पैसा कमाउने, धारणा परिवर्तन गराउने र अफवाह फैलाउने खालको काम गरिन्छ। धेरैलाई लाग्ला एआई रोबोट मात्र हो, तर एआई रोबोटमै सीमित छैन। एआईले हामीलाई झन्झन राम्रो बुझ्दै गएको छ। कल्पना गर्नुहोस् त, गुगललाई थाहा भयो तपाईँले सर्च गर्ने कुरा, एमाजोनलाई थाहा भयो तपाईँले किन्ने कुरा र फेसबुकलाई थाहा भयो तपाईँले हेर्ने कुरा। जति धेरै एकुरेट अनुमान उति धेरै व्यापार र जति धेरै व्यापार उति धेरै पैसा। दिनको 3 घन्टा पनि स्क्रोल गर्दा वर्षको 45 दिन पुरा हुन्छ। के यो समय हामीले सामाजिक सञ्जालमा बिताउन चाहेको हो कि आफै भएको हो? एउटा 20 सेकेन्डको भिडियोले अर्को 20 सेकेन्डको भिडियोलाई तयार गर्छ अनि एक गर्दै 20 सेकेन्डबाट घन्टौँ बितेको पत्तै हुँदैन। हरेक युगको आफ्नै पहिचान हुन्छ। कुनै समय खेती गर्ने जमिन शक्तिको स्रोत थियो, कहिले त्यो समय उद्योग धन्दामा गयो भने अहिले डिजिटल वर्ल्डमा जोसँग जति धेरै मान्छेको ध्यान छ ऊ त्यति नै प्रभावशाली छ। जसले तपाईँको समय पाउँछ उसले तपाईँको जीवनको हिस्सा पाउँछ। सायद भविष्यको युद्ध देशहरू बीच भन्दा पनि तपाईँको ध्यान जित्नको लागि हुनेछ। समस्या सामाजिक सञ्जाल होइन, समस्या हामीले आफ्नो ध्यान कहाँ दिइरहेका छौँ भन्ने हो। भोलि बिहान तपाईँ उठ्ने बित्तिकै सबैभन्दा पहिले तपाईँको ध्यान कसले पाउनेछ? उत्तर आफै खोज्नुहोला। सामाजिक सञ्जालले तपाईँलाई चलाएको हो कि तपाईँले सामाजिक सञ्जाललाई चलाएको हो?